टमाटर कसरी छ बहिनी 20 हो प्याज यहाँको घर परेर सबैजना मिलेर हेर्नुहोस् दामी फुलाइदिएको होला फोनमा चाहिँ निकालेको नि हेर्नुहोस् न सब माझीधुरा ग्राउन्ड जुन चाहिँ रहेको छ माझीधुरा ग्राउन्ड हो भनेदेखि होइन यहाँदेखि यहाँ चाहिँ 56 वर्षको उमेरमा पनि उहाँ चाहिँ अहिले एकदम डर भएर उहाँकै इम्प्रेसले चाहिँ हामी भिडियो बनाउँछौँ है। यसलाई चाहिँ प्याजी फुल भन्छ कि हाम्रोतिर चाहिँ कस्तो दामी फुल छ हेर्नुहोस्। अब यसको सिजन आयो यसले चाहिँ पाक्कै पँगाल बनाउँछ यो पाक्कै स्प्रिङ बनाइन्छ क्या यो पाखाभरि फुल्छ त्यो चाहिँ अब पिङ्कै पिङ्क हुन्छ होइन मागा सुकिया गएको र म चाहिँ अहिले सुकिया जाँदैछु। म चाहिँ अहिले घर आएको छु हिजोको भिडियो मैले देखाएँ तपाईँलाई र चाहिँ आज चाहिँ फेरि म सुकिया हाट जाँदैछु शुक्रबारको दिन रहेको छ र सुकिया घाट रहेकोले गर्दा चाहिँ म सुकिया जाँदैछु। सुकियामा गएर चाहिँ आज सुकिया घाट घुम्ने हो अनि चिची पापा खाने अनि घरतिर आउने र नमस्कार अनि स्वागत छ मेरो गोर्खे सुरु युट्युब च्यानलमा जहाँ चाहिँ म चाहिँ जहाँ गए पनि म भिडियो लिएको हुन्छु क्या म जतै गए पनि लिएको हुन्छु र आज चाहिँ म हिजो अस्ति घर आएको थिएँ र आज चाहिँ म मेरो घरमा छु र म चाहिँ हाम्रो आफ्नै हाट सदा चाहिँ मैले मिना हाट चम्ता हाट थुप्रै हाट घुमाउँथेँ नि त होइन थुप्रै हाट मधेस घाट घुमाउँथेँ आज चाहिँ पहाडी हाट घुम्नेछौँ घुमौँ रमाइलो गरौँ सुकिया घाट घुमौँ है साथी होला आज चाहिँ हेर्दै जानुहोस् मेरो गोर्खे सुरु युट्युब च्यानलमा। म चाहिँ अहिले रमेश बाको घरमा आइपुगेको छु होइन र उहाँको घरको फुलहरू चाहिँ यस्तो दामी फुलाइदिनु भएको छ। यहाँ चाहिँ अब त्यो कसले फुलाएको होइन यहाँको घर परेर सबैजना मिलेर हेर्नुहोस् दामी फुलाइदिएको होला फोनमा चाहिँ निकालेको नि हेर्नुहोस् न दामी फुलाइदिएको छ सिजनको फुलहरू यहाँ इन्जिलियाहरू रहेछ इन्जिलिया होइन हाम्रो घरमा पनि छ तर यहाँ चाहिँ एकदम दामी तरिकाले फुलिरहेको रहेछ हेर्नुहोस् न। तपाईँलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोस् फुलहरू मन पऱ्यो भने एकदम म तपाईँलाई म भेटाइदिनेछु यहाँकै मान्छेहरूलाई होइन। अहिले चाहिँ म निकै माथि आइसकेको छु अब म चाहिँ यहाँनिर भवना राईको घरको छेउमा अस्ति बिहा भयो जुन चाहिँ त्यहाँ आएको छु। त्यहाँ पनि अब यति बेला चाहिँ हाम्रो पहाडी क्षेत्रमा चाहिँ फुलहरू फुलाउने सिजन भयो होइन अनि यहाँ फुल चाहिँ फुलाएको रहेछ हो। अहिले चाहिँ म ठिकै सुकिया बजारमा आइसकेको छु हस् ठिकै हुनुहुन्छ एकदमै र आजको सुकिया घाट अनि आजको यो भिड चाहिँ अब तपाईँहरूलाई देखाउँदैछु होइन मैले धेरैचोटि तपाईँहरूलाई देखाएको छु र पनि यहाँ चाहिँ गाडीलाई साइड दिनु चाहिँ के जोकेर गर्नु पऱ्यो किनकि प्रब्लम हुन्छ है। आजको चाहिँ हाट चाहिँ अब होइन मैले तपाईँहरूसँग अस्ति पनि भन्थेँ मैले मधेसको हाटहरूमा तपाईँहरूलाई धेरैपल्ट देखाइदिएको छु नि आज मधेसमा मेरो जोड्नु भएको साथीहरूलाई होइन सुकियाको हाट पाहाडको हाटहरू कस्तो हुन्छ त्यो तपाईँहरूमा चाहिँ मैले लिएर आइरहेको छु होइन। Ivan also. Wie ist das? Also Ivan. यसरी लुगाहरू यसरी राखेको हुन्छ सेकेन्ड ह्यान्ड होइन यो भयो यो यता पर्छ हाम्रो ब्लक अफिस सुकिया ब्लक अफिस यता पर्छ भनेदेखि यो क्षेत्र पर्छ भनेदेखि यो सुकिया ब्लक अफिस अनि यताबाट मार्केट हो। यहाँ बहिनीलाई धेरै दिन डर देख्दै छु जादिन्छौ यहाँ चाहिँ फ्राइडे चाहिँ आँखा चेकअप पनि हुन्छ होइन तपाईँलाई आएर जोगाजोग पनि गर्नु सक्नुहुनेछ एकदमै दामी हुन्छ। यहाँको वारेन्टेड चाहिँ हाम्रो बहिनी रहेको हुन्छ होइन जहिले पनि ग्यारेन्टेड अनि वारेन्टेड चाहिँ उहाँ बसेको हुन्छ र अब म चाहिँ तेर्सो जान्छु है तेर्सो अनि गएर अब हेरिहाल्नुहोस्
त्यस्तोहरू यो साइड चाहिँ प्रायः जस्तो लुगा दोकान रहन्छ भनेदेखि चाहिँ यो साइड चाहिँ सब्जी अनि फ्रुट्सको रहेको छ। यो साइड चाहिँ यो दार्जिलिङ स्ट्यान्डको गाडी हो, दार्जिलिङ जाने गाडी लागिरहेछ यहाँ। यो चाहिँ दार्जिलिङ जाँदै गाडी लागिरहेछ, जुत्ता दोकानहरू होइन। र अब फेरि म चाहिँ यहाँबाट यो साइड चाहिँ गड्डी लाइन भन्छ, यहाँ चाहिँ सब्जीहरू राख्छ होइन। अहिले म देखाउनु चाहिँ तपाईँहरूलाई। र अब चाहिँ म यता जान्छु यहाँ भाइको दोकानमा, एकछिन त्यहाँ बसेर म चाहिँ अब फेरि त्यहाँबाट सिधा माछधुरा पनि जान्छु स्कुल पुगेर फर्किने छु। अहिले चाहिँ म फेरि ठ्याक्कै चाहिँ माझीधुरा जाँदैछु, स्कुल जाँदैछु। विशेष कुरा चाहिँ स्कुलमा नानीको निम्ति सर्टहरू लिनु छ। र यहाँनिर चाहिँ मजाले गुराँसहरू पनि फुलिरहेको रहेछ। यो चाहिँ सेन्ट चार्ल्स स्कुल जाने बाटो हो, यो उकालो चाहिँ। भनेदेखि यहाँनिर गुराँसहरू फुलिरहेको रहेछ होइन। यहाँ हेर्नुहोस् यहाँको मौसम आज चिसो छ। म बेसी चिसोमा बेसी हिँड्नु पनि हुँदैन र पनि अब हेर्नुहोस् न। अब यहाँदेखि चाहिँ म चाहिँ यो राइट साइडको ओह्रालो लाग्नुपर्छ होइन। त्यहाँबाट चाहिँ म तल माझीधुरा जान्छु, जानु पऱ्यो। यो त गुराँस यता फुलिरहेको रहेछ, मजाको भइरहेको छ गुराँस फुलेर होइन। यो पेट्रोल पम्प रहेको छ भनेदेखि अब हामी जान्छौँ ओह्रालो। यो चाहिँ घोको चाप भन्छ, यो चाहिँ सेतो चाप हो, फुलिरहेको छ। अब चाहिँ म माझीधुरा छुइसकेको छु होइन। माझीभित्र पसिसकेको छु। अझै यहाँबाट भित्र जानुपर्छ माझीधुरा चाहिँ। तर अब यहाँबाट चाहिँ राम्रो देखिन्छ। जे सोचेको छु जे मैले भन्दैछु नि त्यो चाहिँ तपाईँले अब यहाँबाट हेर्नुहोस् है, देख्नुहोस् माझीधुरा बसेको अनि कस्तो देखिन्छ त भन्ने कुरा चाहिँ यहाँबाट चाहिँ अब एकदमै राम्रोसँगले यहाँबाट बिस्तारै हेर्दै जाँदा चाहिँ देख्छ होइन। यो बसेको सबै यो माझीधुरा पार्मिन रहेको छ। भनेदेखि अब यहाँदेखि बिस्तारै ओह्रालो हामी हेर्दै जान्छौँ। यो चाहिँ रहेको छ माझीधुरा ग्राउन्ड। यो जुन चाहिँ रहेको छ यो चाहिँ माझीधुरा ग्राउन्ड हो भनेदेखि होइन। यहाँदेखि उता देख्दा सबै यो माझीधुरा पार्मिन बस्ती एरिया हो, पार्मिन पर्छ है यहाँबाट। यो चाहिँ तपाईँले यस्तो तरिकाले बसेको छ, तपाईँले एकदम हेर्नु सक्नुहुन्छ होइन। एकदम दामी तरिकाले बसेको ठाउँ छ। यहाँनिर धेरै प्रकारको स्कुल, यो एउटा स्कुल रहेको छ भने एउटा कलेज र डिग्री कलेज रहेको छ। यहाँभित्र प्राइमेरी स्कुल अनि इङ्ग्लिस स्कुल अनि मेग्नाभेल रहेको छ। र यस्तै किसिमले थुप्रै यहाँ गुम्बा पनि रहेको छ। यहाँनिर थुप्रै टुरिस्ट होमस्टेहरू थुप्रै रहेको छ होइन। यहाँनिर दामी राम्रो उयोहरू पनि रहेको छ, होमस्टेहरू। र यसमा तपाईँहरू आएर घुम्नु सक्नुहुन्छ, मजा आउनेछ होइन। र तपाईँलाई के कसो लाग्यो तपाईँलाई बताइदिने। कलेज गएको ओके। मेग्नाभेल स्कुल रहेको छ जहाँ चाहिँ म आइपुगेको छु होइन।
यहाँ कस्तो के हो के गर्नु आँटेको मैले बुझिनँ अब चाहिँ म फर्किरहेको छु होइन मैले भनिहालेँ यो ग्राउन्ड रहेछ भने यहाँदेखि अब कालो चाहिँ अब म फेरि फर्किँदैछु र यो साइडमा मन्दिर पनि रहेको रहेछ सेतीनाग मन्दिर रहेछ है म चाहिँ अब यहाँबाट उता जानेछु यो बाटो चोरखानीबाट जान्छ चुरखानी हो यो चुरखानीबाट चाहिँ पहिला चाहिँ सिधै जान्छु यो चाहिँ चुरखानी भन्छ होइन यहाँ पहिला चुर निकाल्थ्यो र आफ्नो जीविकाहरू चलाउँथ्यो होइन तर पछि अब यो गभर्मेन्टले इस्यु बन्द गरेपछि अहिले यो जङ्गल भयो होइन पहिला यहाँ चुर निकाल्थ्यो र चुरखानी यहाँनिर प्रायःले चुर निकालेर बेच्ने गर्थ्यो र बेचेर आफ्नो जीविका चलाउने गर्थे र यसको नाम चुरखानी रहेको पछि बन्द भएपछि अहिले यस्तो भइसकेको छ है र यहाँबाट चाहिँ अब यसो घुमेपछि चाहिँ हामी चाहिँ फेरि गड्डी लाइन पुग्नेछौँ है र त्यसैको निम्ति चाहिँ म तपाईँहरूलाई गड्डी लाइनको पर्लो भाग नदेखेर भने पिछे भाग देखिनु म तपाईँहरू माझमा म आउनेछु ल अब हेर्नुहोस् यहाँबाट पनि सिनेको प्रकार राम्रो देख्छ भनेर तपाईँहरू माझ मैले लिएर आउँदै यहाँ चाहिँ मजाले बारी खनिरहेको छ यो चाहिँ गुराँसी भनि चाहिँ यहाँ चाहिँ मजाले बारी यहाँ चाहिँ खेती गर्नुको लागि मजाले गरिरहेको छ यहाँ चाहिँ अब यहाँ चाहिँ मुलाहरू रोप्छ होइन प्रायः जस्तो यो चाहिँ दामी हुन्छ यहाँ जग्गा यहाँको हिमालको हावाले छुन्छ र एकदम राम्रो हुन्छ यो जग्गामा खेती है यहाँ प्रायः गर्नुहुन्छ यो र तपाईँहरू माझ मैले देखाइदिएको यो जुन चाहिँ मेग्नाभेल पुरानो मेग्नाभेल स्कुलको सिधा मुनितिर पर्छ यो चाहिँ एकदमै दामी पर्छ म चाहिँ आइपुग्नु आँटेँ यो बाटो यो जुन चाहिँ छ यो गाडी राखेको बाटो चाहिँ अब यो चाहिँ मेन रोड पऱ्यो होइन यो चाहिँ अहिले यता छुडिएको चाहिँ यो चाहिँ चुरखानी जाने रोड अथवा मेग्नाभेल पुरानो स्कुल जाने रोड अब यहाँदेखि चाहिँ तपाईँको अलिक परदेखि चाहिँ हाट लाग्छ त्यो हाट चाहिँ तपाईँहरूमा देखाउनेछु म गड्डी लाइनको हाट र अब यहाँदेखि चाहिँ फेरि गड्डी लाइनको सब्जी बजार सुरु हुन्छ तपाईँहरू हेर्नुहुन्छ सब्जीहरू होइन सबैले एकदम तैनात भएर सब्जी किन्दैछ आज दिन मात्र राख्छ यहाँ चाहिँ हाटले गर्दा आज दिन सब्जीहरू यो आलु कसरी किलो 30 रुपियाँ यस्तो तरिका राखेको हुन्छ सब्जी बजार ठिक छ हजुर एकदम सबै ठिकै छ यता छ अहिले म अस्ति आएको कि पर्सि फर्किन्छु म यता सिलगढीमा सिलगढीमा ल हुन्छ र यहाँ चाहिँ आइपुग्छ होइन यहाँको अब यहाँ चाहिँ भक्तौ कस्तो छ टमाटर कसरी छ बहिनी 20 हो प्याज
40 यो गाजर चाहिँ कसरी छ 30 रुपियाँको आधा केजी लानु 20 रुपियाँ अरे है के हुन्छ एकदम कहिले आउनुभयो म अस्ति दिन आएको आलु चाहिँ पर्सि फर्कियो भन्दै ठिक छ एकदम एकदम ओके ओके र यहाँ हजुर यहाँ सब्जी बजार छ होइन सब्जी पसल हो यो सबै यो सब्जी पसल हो यहाँ पनि सब्जी पसल हो यहाँ सब्जी पसल हो यहाँबाट यति गइसकेपछि चाहिँ अब सब्जी पसल सकिन्छ किनकि पाहाडको कम्ती अनि छोटो रहन्छ यो सुषमा आचार्सको रहेछ र म चाहिँ अब झर्नुको लागि हतार झर्दैछु है आदर्शहरू कहाँ छ सोध्नु पर्नेछ म भाइले फोन गर्दो रहेछ है र हतार फोन पनि गएको थिएँ र मैले त्यहाँ बादमा अब चाहिँ मेरो काम छैन म चाहिँ अब लाग्छु घरतिर थुलुङ बाउला आमा के हो अन्त हो कस्तो हुनुहुन्छ मेरो बुबु ठिक हुनुहुन्छ एकदम 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 गोर्खे छोरा त है विश्वास घरमै आइपुगेन न ए म त झरेको काम पनि थिएन त्यति साह्रो हो कसम छिमा म चाहिँ अहिले भाइको गाडी आउँदैछ र त्यसलाई पर्खिरहेको छु अब यसै गाडीमा जाने हो तर पञ्चायत अफिस निस्किनु छ पञ्चायत अफिस निस्केर त्यहाँ मेरो एउटा सानो डकुमेन्ट छ त्यो डकुमेन्ट्स मागेर चाहिँ त्यहाँ सिधै घरतिर जाने हो र है सिक्किम के खुवाइ भएन घरमा आएको खायो भने भोक लाग्दैछ घरमा के पाएको त्यही खाने अब अहिलेको लागि चाहिँ अब भाइको गाडी पछि भइरहेको छ भाइको गाडीमा चाहिँ जाने कुरा हाल फिलहाल चाहिँ भाइको गाडी पाएर म चाहिँ ओह्रालो लागेँ घरतिर अब सरर हामी घर पुग्छौँ होइन टक्कै हाम्रो भाइ चाहिँ बिचरा पढ्दैछ भाइले चाहिँ धेरै वर्ष भएको थियो गाडी नकुदाएको परदेश लागेको थियो नि त पलायन भएको थियो र उहाँको मैले विदेश गएको अन्तिम यात्राको पनि मैले तपाईँलाई भिडियो लगाइदिएको थिएँ र उहाँ आइसकेको छ र फेरि आएर उहाँले पुरानै काम स्टार्ट गर्नुभएको छ है ठिकै छ इट्स ओके र अब चाहिँ हामी भाइको गाडीमा फुङफुङ जाँदैछौँ अब चाहिँ अरिजिनल ड्राइभर आएको छ कृपया सावधान बस्नु होला बेल्ट कस्नु होला भन्नु त पर्दैन सावधान र अब चाहिँ हामीले आकाश भाइले चाहिँ फर्स्ट टाइम कुदाउँदैछ कि जाँदैछु म चढेको बेलामा चाहिँ मेरो समयमा चाहिँ हजुर अब हो भाइले पनि राम्रो लाँदैछ आकाश भाइले सावधान पर्दैन रहेछ म चाहिँ यहाँनिर पञ्चायत अफिसको पनि काम गरेँ उहाँको दाइले यहाँ झुत्रे दाई पनि हुन्छ झुत्रे दाईको एउटा टिम मेन पनि हुँदैछ उहाँलाई एकछिन सानो भेटौँ कस्तो बिमारी के भएको अब के लडेर के भएर त्यस्तो भयो सारा बिमारी हुनुहुँदो रहेछ हाम्रो झुत्रे दाई माइक र ट्यालेन्टेड हो नि तपाईँको हेऱ्यो भने चाहिँ कन्टिन्यू राजु चाहिँ हालेको कन्टिन्यू हेर्दैन मजा लाग्थ्यो सबै हेर्छ अब त्यहाँबाट त्यो सिमन चाहिँ पनि आजकल आउँछ नि त यहाँ चाहिँ 56 वर्षको उमेरमा पनि उहाँ चाहिँ अहिले एकदम डर भएर उहाँकै इम्प्रेसले चाहिँ हामी भिडियो बनाउँछौँ होइन युट्युबमा उहाँ चाहिँ झुत्रे गाई छ हो तपाईँहरूले देख्नुभएको छ मैले पनि तपाईँहरू कतिवटा जग्गामा मैले पठाइदिएको छु उहाँको झुत्रे गाईको चाहिँ एकदमै डर लाग्दो उहाँको चाहिँ मेम्बर चाहिँ त उहाँहरूले चाहिँ एकदम राम्रोसँगले गर्नुहुन्छ अब चाहिँ म यहाँ गाडी छोडेँ अब चाहिँ म गाडी छोडेर चाहिँ अब म चाहिँ लाग्छु घरतिर यहाँ ल एडी
See you again. बडी के गर्नु हुँदैछ ओ ए के भन्नु तोप छ सादा सादा गरेर ल दामी 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 तेरो ड्राइभिङ दामी र अब चाहिँ म लागेँ ओह्रालो होइन र आजको ब्लग्सबाट पनि होइन ब्लग्सबाट पनि बिदा दिने बेला भयो के कस्तो रह्यो तपाईँहरूले कमेन्ट गरेर बताइदिने आजको फेरि सुकियाका हाट लिएर आएको थिएँ म सोधिनँ धान किनिन किने जतिएन र म चाहिँ अब सिधा सिधी अब घरतिर जाने भन्दै अहिले कोरेको छोरो बिता लिनु चाहन्छ धन्यवाद।